मैले आमालाई भने, आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पूरा गर्छ। यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने, मेरो आमासँग कुरा भयो र मैले आमालाई भने, आमा बालेनले देश बनाउँछ। यो मेरो विश्वास हो। मलाई चिन्ता छैन। कुनै पनि दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला। मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ। त्यति मात्र होइन, बच्चालाई छाती र टाउकोमा गोली हानेको सरकारले मलाई गरेको अन्यायको कुनै हिसाब छैन। देशलाई र मधेसलाई गरेको हिसाब, त्यो अन्यायको हिसाब अब चाहिँ लिने हो। अब त्यो हिसाब हामी लिनेछौँ। मलाई कुनै परवाह छैन। मलाई विश्वास छ यतिका मूर्धन्य नेताहरू यहाँ उभिनु भएको छ। जनताको यति ठुलो साथ पाएपछि अब चिन्ता गर्न पर्दैन। अब देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ, सामाजिक न्यायको बाटोमा अगाडि बढ्नेछ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै अगाडि भन्नुहुन्थ्यो कसैले कि तपाईँ मधेस त्यति आउनुहुन्न, मधेसमा तपाईँहरूको त्यति धेरै संगठन राम्रो छैन, मधेसमा तपाईँहरूको उपस्थिति कम छ भनेर धेरैले भन्नुहुन्थ्यो। उहाँहरू सबैलाई म एउटै जवाफ दिन चाहन्छु। मधेसमा धेर आई व दुरुस्त आई।